साथी ल साथी कता हिँडेको साथी हामी चाहिँ छोरीलाई ट्युसन लगेर 1 घन्टाको ट्युसन राखेर अनि त्यसपछि चाहिँ अहिले चाहिँ रुम फर्किदियो पानी परेर साथीहरू हाम्रो यता चाहिँ यता एउटा साथी यता चाहिँ उनलाई फेरि दिनमै 50-100 चाहिन्छ हो। यस्तो बानी नगर भन्छु बच्चाहरूलाई पैसा दिने बानी परेर बिहान क्लास जाँदा पनि पैसै माग्छ ट्युसन आउँदा पनि पैसै माग्छ रुमबाट बाहिर निस्केकै पैसा माग्छ यस्तोलाई पुर्याउनु सक्छ त साथीहरू नि त्यही भएर बाहिरको खानेकुराहरू दिनु हुँदैन क्या भन्छु म आमाको मन हो दिइहाल्छ फेरि के गर्नु उहाँ बसिरहेको रिसाएर 50 को खै के पो किनिदियो भनिरहेको थियो है आलु बम कि के बम त्यसलाई दिनदिनै होइन के दिनदिनै पनि हो अनि फेरि दिनमा 2-3 चोटि चाहिँ कहाँबाट पैसा आउनु हौ साथीहरू यस्तो भयो भने त भिखारी नै हुन्छ हौ अनि आई दिदी चाहिँ तरकारी किन्दा काउली लाने राम्रो छ त दिदी चाहिँ यहाँनिर काउली लाने के लाने भनेर तरकारी हेर्दैछ हामी चाहिँ यहाँ तरकारी किन्न आएको अहिले के लाने क्यु छे आहै भिर र पहिरो जीवनको पहिरो सँगसँगै तरौला क्या है ओ साथी यता देखो न साथी यता देखो न साथी क्या है एउटा साथी त यता आएर पो रोइरह हो हेर्नु एउटा डल्ले खुर्सानी दियो भनेको हामी त आउँछ डिमांड ज़्यादा है गाइस डिमांड ज़्यादा है दिन में इसमें तो 200-300 खाता है हमका पैसा नहीं है हमका भिखारी बना है ए म हाँस्नु के रुनु यस्तो अवस्थामा के गर्नु साथीहरू भन्नु होला मम्चैले सिर्कना टिपेर सठ्याउनु लाग्यो मान्छे त खुरुरु अगाडि पो हिँडिदिएर भने नभए त आउनै मानिरहेको थिएन भने के बानी लाग्यो होला यस्तो यो बच्चाहरूलाई मस्तले खाजा खान दिया हुन्छ घरमै